आज चाहिँ हामी यहाँनिर नेपाल आएको थियौँ बिर्ता मोड सालबारीमा। यहाँनिर चाहिँ हाम्रो नानाको है श्रीमान है हाम्रो बेना बिरामी हुनुहुन्थ्यो। उहाँलाई हेर्नु आउँदाखेरि चाहिँ हामी यो अलिकति यो लोकेसनलाई मैले क्याप्चर गर्न खोजेँ। सो मलाई यहाँनिर सबैभन्दा मनपर्ने कुरा चाहिँ मलाई के लाग्यो भन्दा यत्रो ठुलो फिसिङ अब पोन्ड रहेछ होइन। पहिला चाहिँ यो अब के कोहरूको एकदम दामी छ हेर्नुहोस् न। सो आज चाहिँ हामीलाई यहाँनिर भाइले यहाँ आविष्कारले हामीलाई नेपाल लिएर आएको छ। सो त्यहाँनिर तपाईँले देख्नुहुन्छ भैँसी एकदमै आराम गरिरहेको छ। त्यहाँ चाहिँ पानी चाहिँ जम्मा भएको होला तर कहाँबाट ल्याउँछ होला यत्रो ठुलो रहेछ फिसरी फिस के अरे यसलाई के भन्नु अब माछा पालन परदेखि लिएर यहाँसम्म रहेछ। यो चाहिँ हाम्रो नाना बेनाको है। हेर्नु न यहाँनिर भैँसी गरममा एकदमै भित्रै पानीभित्रै बसिरहेको छ गर्मीले गर्दा होला। गर्मीको चाहिँ अब कुरै नगरौँ है, एकदम हाम्रो पहाडमा भन्दा चाहिँ एकदमै गर्मी छ यहाँनिर होइन। सो सुपारीको रुखहरू पनि हुने गर्दो रहेछ। अब यो सुपारीको रुखले थाहा पाउनु भयो कि यो पनि एउटा गर्मी जग्गा भनेर है। नेपाल झापाको बिर्ता मोडभित्र अवस्थित यो सालबारी हेर्नु न कति दामी दामी बाख्रा। हामीले छुनु हुँदैन यसलाई, अब छुनु चाहिँ हुँदैन। यता नआइज भाइ, ए प्लिज डोन्ट कम। अहिले मैले तपाईँहरूलाई माछाको मात्रै देखाएँ होइन। अब यो माछाको तपाईँले पोखरी देखेर तपाईँ थाहा पाउनु भयो कि यहाँ कति हजारौँ माछाहरू, अब हजारको सङ्ख्यामा त्योभन्दा बेसी माछाहरू तपाईँले यहाँ पाउनुहुने रहेछ। अनि यहाँ हाम्रो बाजे यहाँ हुनुहुन्छ, फर्किँदैन मलाई थाहा छ खै नाना। यहाँनिर चाहिँ अर्को कुरो यहाँ सुँगुर पालन पनि रहेछ यहाँनिर। पिगेरी अरे बँदेल ल बँदेल पनि पाल्दो रहेछ यहाँनिर। लु हेर्नुहोस् है होइन हौ बँदेलमा छ अलि चला नै अलि यता चारो दिएको जस्तो गर्न। बँदेल पनि पाल्नु हुँदो रहेछ यहाँ छक्कै परे। र आज मैले यत्रो बँदेल चाहिँ मैले फर्स्ट टाइम देखेँ। सानो है ठुलो बँदेल देखेको तर सानो चाहिँ आज देख्दैछु। अनि यहाँ चाहिँ अब यो सुँगुरहरू यसरी पालन गर्दो रहेछ होइन। सुँगुर पालन रहेछ यहाँनिर। मेरो पनि इच्छा छ हौ यो सुँगुर पालन गर्नु। यहाँनिर माउ रहेछ, बच्चाहरू पिग्लेट्सहरू यहाँनिर रहेछ। माउ अनि पिग्लेट्सहरू त्यहाँ छ खेलिरहेको छ है। अनि अचम्मै म छक्कै परेँ यहाँनिर हेर्नु न। अब यो के हो बिर हो कि के हो। अब यो चाहिँ पोर्क लभर्सहरूको लागि हेर्नु न। अब अचम्म पुस्ता अनि यो चाहिँ काट्ने होला जस्तो लाग्यो है। यो चाहिँ खाने जस्तो लाग्यो। यहाँ चाहिँ माउ रहेछ, यहाँ चाहिँ माउ सुँगुर रहेछ। अनि यसको पनि कति 3वटा पिग्लेट्स रहेछ। अरू सायद बिक्री भइसकेको होला साथी। यो चाहिँ बिर रहेछ। यो त हिरो हो नि, बिर भनेपछि त एकदम हिरो हो होइन, भन्नै पर्दैन अब यसलाई चाहिँ। अनि यस्तो अवस्था यस्तो रहेछ यहाँको अवस्था अहिले यस्तो छ। यो चाहिँ सुपारीको बोटहरू यहाँ छ होइन, तपाईँले देखिराख्नु भएको छ। र मेरो ब्लगलाई इन्जोय गरिदिनुहोस्, हेरिदिँदै गर्नुहोस् है। यहाँ चाहिँ पशु प्राणीको कमी छैन दा है हो दा। पशु प्राणीको कमी छैन यहाँ है। बाख्रादेखि लिएर माछादेखि लिएर सुँगुरदेखि लिएर यहाँ कुखुराहरूदेखि लिएर होइन, यहाँनिर कुकुरहरूदेखि लिएर सबै। बाँदर पनि छ, बाँदर पनि कहाँ जसले क्यामेरा पक्रिन्छ, बाँदर पनि छ। अब अहिले भर्खर यसको सब्जी खाएको हामीले बाध्य, यसको सब्जी खाएको होइन अहिले। मुन्टा एकदम अर्ग्यानिक सब्जी हामीले, यसको मुन्टाको पनि कमी छैन रहेछ। एकदम अर्ग्यानिक सब्जी हामीले यसकै खाएको अहिले भर्खर होइन। सो हामी अब यो घर परिसर म देखाउनेछु है हाम्रो नाना बेनाको। ल यहाँनिर हेर्नु न लिचीको पनि कमी छैन रहेछ। सुपारी देखाएको थिएँ, यहाँ लिची पनि फलिरहेछ। लिचीको रुख पनि रहेछ, लिची पनि रहेछ। नाना यो के हो यो 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 के हो भनौँ न। निम्बु पनि रहेछ। मैले सुपारी निम्बु लिची अरू के रुख छ। आज चाहिँ यहाँ हाम्रो देवाहरू छ। नानाको सैला मामा माइजू यहाँ हुनुहुन्छ। आज हामी नेपाल आएको छौँ नाना बेनालाई भेट्नलाई है। हेर्नु न भित्र त्यहाँ दामी। अनि यहाँनिर यो चाहिँ अब उयो रहेछ कटेरो। त्यहाँ के रहेछ है आम्मामा। यहाँ फेरि कुखुराको फार्म रहेछ फेरि। केही कुरोको कमी छैन यहाँ। ल कति चाहिँ लेबर यस उयो होला हेर्नु न। अब
यी कुखुरा फार्म चाहिँ यहाँ रहेछ है खै आम्मामा हेर्नु न कस्तो कुखुरा हो यो घाँटी पिल्चुवा कुखुरा रहेछ कुखुराको फार्म यहाँ रहेछ अनि यो के को रुख हो यो तेजपत्ता जस्तो छ तेजपत्ताको रुख पनि रहेछ आम्मामा आँप पनि रहेछ लु आँपको रुख पनि रहेछ लु मैले भनिहालेँ यहाँ केही कुरोको कमी छैन रहेछ है आँप सुपारी लिचीदेखि लिएर निम्बुदेखि लिएर सबै थोक पाउँदो रहेछ अनि जनावरको त कुरै नगरौँ मैले देखाइहालेँ माछादेखि लिएर तपाईँको सुँगुरदेखि लिएर कुखुरादेखि लिएर बाख्रादेखि लिएर खसीदेखि लिएर सबै कुरो यहाँनिर सिंहासन हाम्रो भेनाको सिंहासन नाना भेनाको महल है यो चाहिँ अब देख्नुहुँदैछ एकदमै राम्रो लोकेसनमा छ बिर्ता मोड है सालबारी भन्ने जग्गामा र हाम्रो गाडी त्यहाँ छ अब हामी यहाँ रवाना हुन आँटेका छौँ आफ्नो गन्तव्यतर्फ सो मेरो साथीहरू मेरो मित्रहरू है म अहिले यहाँनिर तपाईँहरूलाई पशुपालनहरू देखाएँ सबै कुराहरू देखाएर अब म भने नानाको घरको अगाडि आइपुगेको छु तपाईँलाई यहाँ ठ्याक्क तपाईँहरूलाई म यहाँबाट देखाउँदैछु यो चाहिँ गेट हो मेन गेट अनि यहाँबाट बाटो छ हामी अहिले यो बाटो भएर फर्किनेछौँ अनि यताबाट जानुभयो भने त्यहाँबाट सालबारी पार्क पर छ तपाईँहरूलाई मैले नाना भेनाको घर देखाइरहेको छु अनि यो हामी यहाँको भाइको गाडी है सो यहाँ नाना भेनाको घर यो सानो नाना भेनाको सानो गार्डन यहाँ छ एकदमै चिटिक्क परेको गार्डन होइन म चाहिँ यहाँनिर सानोमा भन्दा पनि मैले बिहा गर्नुभन्दा अगाडि चाहिँ धेरै आएर बसेको थिएँ अनि अर्को कुरो चाहिँ मैले भगाएर ल्याउँदाखेरि चाहिँ यहाँनिर मेरो श्रीमतीलाई चाहिँ मैले यहाँनिर ल्याएको थिएँ त्यति बेला मलाई यहाँ घरको मुमाहरूले नाना भेनाले धेरै सपोर्ट गर्नुभएको थियो र हजुरहरूलाई यहाँको लोकेसन मैले देखाइरहेको छु लौ त है साथी हो यहाँनिर तपाईँहरूले देख्नुहुँदैछ माथि केराको पत्ता देख्नुहुँदैछ यहाँनिर हेर्नुहोस् है केराको पत्ता अनि तपाईँहरूलाई म देखाउँदैछु केराको पत्ता अनि केरा चाहिँ फल्छ कि फल्दैन तर सट्याउँदा हेर्नुहोस् है जादुई भएको छ अब यो लौ त हेर्नुहोस् है यो केरा चाहिँ मैले सोचेको थिएँ यो पत्ताहरू सेम केराको तर अब मुनिको हेर्नुहोस् न केराको जस्तो छैन तर यो चाहिँ केराकै प्रजाति रहेछ तर यसलाई चाहिँ खै अर्कै के नाम भन्दो रहेछ केराको थाम चाहिँ खासमा केराको थाम चाहिँ यस्तो नहुनु पर्ने हो हेर्नु यस्तो रुखै जस्तो छ तर पत्ता एकदम केराकै छ हेर्नुहोस् हुबहु केराको पात तर यो केराको अर्को प्रजाति रहेछ केरा चाहिँ केरा भन्दा चाहिँ त अर्को प्रजाति मैले चाहिँ फर्स्ट टाइम देखेँ है हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है।